上给了教师学，去了教师学，给定了教师学。नमस्ते टसी देलेक फ्याफुल्ला मेरो नाम टसी पाल्जङ र आजको यस भिडियोमा म तपाईहरुलाई एउटा बुद्धिस्ट भएको नाताले हामीले जस्तै बुद्ध धर्ममा हामीले धर्म गर्दा गर्ने कार्यहरु धेरै प्रकारका कार्यहरु छन् हैन र त्यसमध्ये सबभन्दा महत्त्वपूर्ण भनेको हामीले ढोग गर्नु भनेको एकदमै महत्त्वपूर्ण र एकदमै आवश्यकता र पुण्य धेरै पुण्य कमाउन सक्ने एउटा कार्य यानी अब काम भएको छ हो र ढोग गर्नु पनि यदि हामीले ढोग गर्ने तरिका जानेन है र ढोग गर्नुपर्ने तरिकाले गरेन भने अनि आफूले ढोग गरेको जस्तो पुण्य नकमाउने या ढोग गर्दाखेरि के सोच्नु पर्ने हुन्छ के विचार लिनु पर्ने हुन्छ त्यो कुराहरु र ढोग गरेको फाइदा के छ हैन ढोग गर्नुको कारण के हो त्यो सबै बुझ्नु र कति पटक ढोग गर्नु पर्छ यो कुरा सबै जान्नु एकदम आवश्यक भएकोले आजको यस भिडियोमा म तपाईलाई छोटो र मिठो भन्ने प्रयास गर्नेछु है त र पहिलो प्रश्न आउँछ ढोगमा कति प्रकारका छन् कति प्रकारका ढोग छन् भन्दा ढोगमा दुई प्रकारका ढोग हुन्छन् एउटा भनिन्छ कुम्छाक यानी आफ्नो घोडालाई हामीले एकदम के भन्छ आफ्नो घोडालाई यसरी निउराउनु त हैन नि के भन्छ यसलाई अब आफ्नो अब इंग्लिशमा भन्नु पर्दा आफ्नो घोडालाई बेन्ड गरेर यसरी ढोक्नुलाई कुम्छाक भनिन्छ र एउटा छ क्याङछाक क्याङछाक भने आफ्नो शरीरलाई आफ्नो जिउलाई पुरै भुइँमा छुइकन ढोग गर्नलाई क्याङछाक भनिन्छ यो दुई प्रकारका ढोगहरु हुन्छन् है र त्यसो भने यो कुम्छाक गर्दा हामीले प्राय जसो हामीले ढोग कुम्छाक भन्ने ढोग चाहिँ गर्छौं है आफ्नो घोडालाई बेन्ड गरेर गर्ने ढोग चाहिँ र त्यो बेला सबभन्दा हामीले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरि आफ्नो दुईवटा घोडा र दुईवटा यो दुईवटा हात र आफ्नो निधार हैन यो पाँचवटालाई चाहिँ हामीले जमिनमा छुनै पर्छ ढोग्ने बेला है त म देख्ने गर्छु कि धेरै जसो मान्छेहरु दुईवटा घोडा र दुईटा हात चाहिँ भुइँमा छुन्छन् तर आफ्नो टाउको या आफ्नो निधारलाई पनि भुइँमा छुँदैन त्यो चाहिँ